यो विपदको घडीमा यो गीत झन् धेरै सान्दर्भिक भएको छ। रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीले धेरैको गाँस खोसेको छ, धेरैको जीवनलाई उदाङ्गो पारिदिएको छ। यस्तोमा कर्णदासको शब्द, सङ्गीत र स्वर रहेको यो गीतले गरेको कामना हामीले फेरि दोहोऱ्याउनु पर्ने भएको छ। रुखो खेतमा बादल खसाऊ, बाँझो कोखमा मुला फुटाऊ। हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ। 2015 को भूकम्प होस् या 2019 पछिको कोभिड महामारी, ती काली लाग्दा समय जस्तै यो विपद पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ। यस्तो परीक्षा हामीले पहिला पनि पार गरेका थियौँ, यसपल्ट पनि त्यसलाई पार लगाउँदै एक ढिक्का भएर जुर्दै हामीले भन्नुपर्ने छ। यो गीत गत वर्ष भदौमा भएको जेन्जी आन्दोलनपछि धेरैले आएर हेरेका रहेछन्। त्यो परिस्थितिले हामीलाई रुवाएको थियो, जसरी अहिलेको समयले पनि हामीलाई रुवाएको छ। तर हरेक पटक हाम्रो मन रुँदा र समयले हाम्रो परीक्षा लिँदा हामीले हाम्रो एकतामा कमी आउन नदिई हातेमालो गरेका छौँ। र यो पटक पनि हामीले कुनै मानवीय संवेदना नगुमाई यो विपदको घडीमा सँगै हुनुपर्ने छ। त्यसो भए मात्र हामीले भन्न सक्नेछौँ, यो गीतले भने चाहिँ हामीलाई यस बेला धेरै बोल्ने ओठ भन्दा पनि सेवा गर्ने हात चाहिएको छ। अनावश्यक सूचनाहरू नफैलाइदिए अनि बाढीको घटनामा भएका विभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिए पनि ठुलो सेवा हुनेछ। सक्नेले त यो क्युआरबाट सरकार मार्फत सहयोग पठाउनु नै हुन्छ होला, तर त्यसो गर्न नसके पनि कम्तीमा माथि भनेका कुराहरू मनन गरिदिनु हुनेछ भन्ने मैले आशा गरेको छु। किनभने